राम्रै नीति नियम ल्याइराख्नु भएको छ। अनि अहिले चाहिँ हामीलाई चाहिँ आवश्यकता भनेको शिक्षा र स्वास्थ्यमा चाहिँ शिक्षा स्वास्थ्य रोजगारी चाहिँ देशमै भइदिएदेखि अब हामी बाहिर जानु पर्दैन। देशमै केही गर्दैदेखि रोजगारी व्यवसाय हामी व्यवसायी सङ्घहरूले पनि कुनै राम्रो लगानी गरेर व्यवसाय उद्योगहरू राम्रोसँग चल्ने हाम्रो नेपाली फ्याब्रिकहरू नेपालमै चलोस्, विदेश नपठाउनु नपरोस्, विदेशको बाहिर नेपालमा ल्याउनु नपरोस्। त्यही नै हो हामी व्यवसाय। मेरो चाहिँ व्यवसाय सिलाइ व्यवसायसँग छ। हजुर यही हो दर्तामा चाहिँ, किनकि दर्ता नभइकन हामीलाई सामान लिन जाँदा थोरै सामानमा पनि कर लिनुहुन्छ। अनि त्यसपछि त्यो के सामान धेरै लिँदा पनि कर नै लिनुहुने, थोरै लिँदा पनि हामीलाई त्यही नै हुन्छ कि। छुट्टै छुट्टै हुनु पर्यो, किनकि व्यवसाय सङ्घको चाहिँ सानालाई सानै हुनु पर्यो, ठिक्ककोलाई ठिकै हुनु पर्यो, माथि धेरै ठुलो व्यवसाय गर्नेलाई ठुलै हुनु पर्यो। त्यही नै युवाहरूको लागि चाहिँ के हुनु पर्यो त? युवाहरूको लागि चाहिँ के भन्छु भने धेरै विदेशिनु भएन, सबैजनाले आफ्नै नेपालमा श्रम गरौँ, अर्काको देशमा गएर श्रम शोषण नगरौँ, रगत पसिना बेच्न नपरोस्, हाम्रै देशमा केही होस्। फर्केर आइदिउन् विदेशमा हुने दाजुभाइहरू दिदीबहिनीहरू सबैजना चाहिँ यहाँ आएर आफूले जानेको कामहरू सबैजनाले गर्नु पर्यो। त्यस्तो नीति आउनु पर्यो। अनि केटाकेटीको बच्चाहरूको शिक्षामा स्वास्थ्यमा सबै कुरामा चाहिँ राम्रो हुनु पर्यो क्या। अब कस्तै हामीले त ठिकै छ, हामी त ठिक्कको छौँ, हामी त बच्चाहरूलाई फी तिरेर पढाउन सकिन्छ। फी तिर्न नसक्ने मान्छेहरूलाई नै अब तिनीहरूलाई नै प्राइभेटमा भन्दा सरकारीलाई फोकस गर्नु पर्यो क्या। अनि स्वास्थ्यमा पनि त्यही नै हुनु पर्यो। अहिले हामीहरूको देशमा स्वास्थ्य बिमा छ, तर स्वास्थ्य बिमाले पनि केही काम नै गर्दैन क्या। स्वास्थ्य बिमा चाहिँ लागू हुनु पर्यो कि चाहिँ गर्नै भएन, गरिसकेपछि लागू हुनु पर्यो। अहिले कतिपय हस्पिटलहरूमा स्वास्थ्य बिमा नै दिनुहुन्न क्या। आशावादी हुनुहुन्छ यो सरकारबाट? आशावादी त छौँ हामी, आश गरेका छौँ, आश बोकेको छौँ। अब उहाँहरूले के गर्नुहुन्छ हेर्दैछौँ। ढुक्कै चाहिँ भन्नु नि सकिँदैन, त्यो केही पनि हुने छैन। गर्दै आशा चाहिँ जारी नै छ मेरो।